हामी यतिखेर मुम्बईको वानखेडे स्टेडियममा छौँ। प्रत्यक्ष लाइभ म्याच हेरिरहेका छौँ। अब अहिले नेपालको तर्फबाट ब्याटिङ भइरहेको छ भने 59 रन 5 विकेट 13 ओभरमा दिपेन्द्र सिंह ऐरी र गुलसन खेलिरहेका छन्। यतिखेर हामी हेरिरहेका छौँ र नेपालको अवस्था एकदम हेर्नुहोस् त, र म झुम गरी देखाउँछु थोरै। ल अब वेस्ट इन्डिज र नेपालको खेल चलिरहेको छ। ब्याट चलिरहेको छ। प्रत्यक्ष लाइभमा छौँ हामी। ल ब्याटिङ, ल बलिङ हुँदैछ। ल यो कोचा कोच भिड छ नेपालीहरूको। ल हेर्नुहोस्, कोचा कोच भिड छ। म त्यहाँ पनि देखाउँछु। ओहो, अब यो ब्याटिङ पछि वेस्ट इन्डिजले खेल्नेछ। हामी प्रत्यक्ष लाइभमा छौँ वानखेडे स्टेडियममा। धेरै नेपाली दर्शकहरूको चिन्ताको विषय छ, नेपालले हार्छ कि